तपाईले यहाँ किन रोक्या छ? यहाँ किन रोक्या तपाईले? तपाईले त यहाँ रोकिएको छ कि तपाईको बाइक नम्बर यहाँ रोकेर तपाई चिट काट्न आउनु, तपाई हिँडेर आउनु, तपाई हिँडेर आउनु न, तपाई हिँडेर आउनुस्, तपाईको आजको अनुमति पत्र निकाल्नु, तपाईले चिट काट्नु हिँडेको कतिवटा काट्यो भन्नु त तपाईले? यो 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 ड्राइभरको पनि काटेको छ, खालि यस्तै गर्ने। तपाईको लाइसेन्स छ? तपाईको लाइसेन्स देखाउनु त, लाइसेन्स बिल देखाउनु यसको, तपाईको लाइसेन्स देखाउनु त, सबैले भन्नु तपाईको लाइसेन्स देखाउनु त, तपाईको लाइसेन्स देखाउनु, तपाईको लाइसेन्स देखाउनु त सर, तपाईको लाइसेन्स देखाउनु, लाइसेन्स ल ल सर तपाईको लाइसेन्स देखाउनु, तपाईलाई छोडिदिन्छ, तपाईको लाइसेन्स देखाउनु, तपाईको लाइसेन्स देखाउनु ल सर, तपाईको लाइसेन्स देखाउनुहोस्, लाइसेन्स देखाउनुहोस् ल, बिलबुक पनि देखाउनु, लाइसेन्स पनि देखाउनु, तपाईको यो कसको नाममा छ यो बिलबुक पनि देखाउनु ल। हेर्नु त सर, हेर्नु त सर, दिनु न, तपाईको पनि दिनु न, तपाईँ किन हातमा पक्रिने? हामीले चाहिँ तपाईँ खाइदिँदैन, तपाईँ खाइदिँदैन हामीले, दिनु न। तपाईँ कति पैसा चाहियो तपाईँलाई भन्नु? कति पैसा तपाईँले? किन किन यहाँ बाइक राखेको? किन बाइक राखेको? किन बाइक राखेको यहाँ? तपाईँ हिँडेर आउनु, चिट काट्ने भयो, हिँडेर आउनु, तपाईँ हिँडेर आउनु, तपाईँलाई काट्न आउनु, काट्ने कि तपाईँलाई चाहिँ कसले काट्ने त? तपाईँको मात्र हो? तपाईले कसको कारणले तपाईले तलब खाएको? अनुमति पत्र ट्राफिकले चिट काट्दाखेरि तपाईसँग अनुमति पत्र हुनुपर्छ। कुन चाहिँ अधिकृत, कुन चाहिँ कहाँ रोकेको त? यो सबै रोकेको छ ल, काट्नु त चिट काट्दै जाँदैछ, उता पनि रोकेको छ ल, जानु चिट काट्नु, चिट काट्नु, चिट काट्नु। तपाईँले पनि यहीँ रोकेको त, तपाईँको चिट नकाट्ने? तपाईँले पनि यहीँ रोकेको छ, तपाईको चिट कसले काट्ने? तपाईँको चिट चाहिँ कसले काट्ने त? अब तपाईँको चिट कसले काट्ने? तपाईँले पनि यहीँ रोकेको छ, तपाईँ हिँडेर आउनु न, तपाईँ हिँडेर आउनु न त, तपाईँ हिँडेर आउनु, तपाईँ बाइक लिएर यहाँ रोकेर किन तपाईँ चिट काट्ने? तपाईँको अधिकार के छ हामीलाई यहाँनिर चिट काट्ने? हामी बसिरहेको ठाउँमा म के रोकेर पार्किङ गरेर म गएको छ तपाईँले चिट काट्नलाई? तपाईँले पार्किङ गरेर म गएको छ, म बाइक माथि छ, म बाइक माथि छ, म बाइक माथि छ, तपाईँले किन चिट काट्यो मेरो? तपाईले किन चिट काटेको भन्नु त मलाई? के गल्ती छ मेरो भन्नु न, म चिटै लिँदैन, म चिटै लिँदैन, तपाईँ फाल्दिनु चिट, तपाईँ लिनु त्यत्तिकै। के गल्ती छ त मेरो? तपाईँ भन्नु न, त्यत्तिकै बस्न दिन्छ? किन किन मैले के गल्ती गरेँ भनिदिनु न त, के गल्ती गरेँ मैले भनिदिनु न त। मैले के तपाईँले किन अड्या त यहाँ? तपाईँले यहाँ किन अड्याएको त? तपाईँले किन अड्याएको त? तपाईँले किन अड्याएको? तपाईँले किन अड्याएको त? तपाईँले मात्र अडाउन पाउँछ त, हामीले चाहिँ अडाउन पाउँदैन सर। तपाईँले मात्र अडाउन पाउँछ, हामीले अडाउन पाउँदैन। जहिले तपाईँहरू हेप्ने, जे एकछिन पनि रोक्नु नहुने, हामीले एकछिन पनि रोक्नु नहुने, एकछिन यत्रो मान्छे छ, यत्रो मान्छे छ, तपाईँ खालि जहिले यस्तो गर्ने गल्ती, एकछिन पनि रोक्नु हुँदैन हामीले, तपाईँहरू खालि यस्तो गर्नु। हामीले के गरेछ? हामीले के गरेछ भन्नु त? के गल्ती गरेछ हामीले? तपाईँले के यसै गरेर यस्तै गर्ने हो सधैँ? सधैँ यसै गर्ने हो तपाईँ? हामीले एकछिन रोक्नु नहुने, तपाईँले पनि त यहाँ रोकेको छ नि, तपाईँले त तपाईँले के को कारबाही? मैले के गल्ती गरेँ भन्नु त? एकछिन रोक्न अड्यो भने एकछिन अडाउन पाउँदैन। पार्किङ मैले पार्किङ गरेर म गएको छु सर भन्नु त? हजुर मोबाइल खेलाए पनि म फोन गर्न पाउँदैन, मैले फोन गर्न पाउँदैन, फोन गर्न पाउँदैन, फोन गर्न पाउँदैन, फोन गर्न पाउँदैन हामीले। तपाईँ एकैचोटि चाबी खोज्ने, खालि चिट काट्ने, तपाईँ खालि चिट काट्न हिँडेको, खालि कमिसनको लागि चिट काट्ने, तपाईँ दुःख दिने यही हो, यही ट्राफिक दाइ हो, यो ट्राफिक सर हो, चिट काट्ने यहाँ पनि हो, खिच्ने हो। तपाईँहरूको त कानुन छ, हामीसँग केही पनि छैन, हामी त जनता हो, हामी त जनता हो, हामी त जनता हो। तपाईँहरूले जे गर्दा पनि हुन्छ सर,
तपाईहरुले जे गर्दा पनि हुन्छ हामीलाई तपाईहरुले जे गर्नुस् तपाईले चाहिँ मेरो जा भन्नु पर्दैन तपाईले खाली चिट काट्ने तपाई खाली चिट काट्ने खाली लुट्ने तपाईहरु पावर छ भन्दैमा तपाईले गर्नु नै पाउनु तपाई लिनु त लिनु तपाई कति पैसा चाहियो तपाईलाई भन्नु कति पैसा तपाईले किन यहाँ बाइक राखेको किन बाइक राखेको यहाँ तपाई हिँडेर आउनु चिट काट्ने भयो हिँडेर आउनु हिँडेर आउनु तपाईलाई काट्न आउनु काट्ने तपाईलाई चाहिँ कसले काट्ने त तपाईको मात्र हो तपाईले कसको गर्ने तपाईले तलब खाएको अनुमति ट्राफिकले चिट काट्दाखेरि तपाईसँग अनुमति पत्र हुनुपर्छ कुन चाहिँ अधिकारीले तपाईलाई अनुमति पत्र दिएको छ तपाईलाई अनुमति पत्र देखाउनु ल चिट काट्न आजको अनुमति पत्र निकाल्नु आजको अनुमति पत्र निकाल्नु तपाईले चिट काट्नु निकाल्नु न ल निकाल्नु यो पनि जनताको तपाई मेरो पैसाले बाइक चढेर मलाई नै चिट काट्ने अर्काको चाहिँ खोज्दैन तपाई अत्याचार गर्ने तपाई एकछिन पनि अडाउनु नहुने तपाईको मात्र हो यो तपाईको मात्र हो किन काट्या त तपाईले मलाई त्यो भन्नु न त किन काट्या तपाईले के गल्ती गरेँ मैले मलाई त्यो भन्नु न त के गल्ती गरेँ तपाईले यहाँ किन रोक्या तपाईले त यहाँ रोकिएको छ तपाईको बाइक नम्बर यहाँ रोकेर तपाई चिट काट्न आउनु तपाई हिँडेर आउनु न तपाई हिँडेर आउनुस् तपाईको आजको अनुमति पत्र निकाल्नु तपाईले चिट काट्नु हिँडेको कतिवटा काट्यो भन्नु त तपाईले यो ड्राइभरको पनि काट्या छ खाली यस्तै गरेर तपाईको लाइसेन्स छ तपाईको लाइसेन्स देखाउनु त लाइसेन्स बिलबुक देखाउनु यसको तपाईको लाइसेन्स देखाउनु त सबैले भन्नु तपाईको लाइसेन्स देखाउनु ल तपाईको लाइसेन्स देखाउनु त सर तपाईको लाइसेन्स देखाउनु लाइसेन्स ल सर तपाईको लाइसेन्स देखाउनु तपाईलाई छोड्दिन्छ तपाईको लाइसेन्स देखाउनु ल सर तपाईको लाइसेन्स देखाउनुहोस् ल बिलबुक पनि देखाउनु लाइसेन्स पनि देखाउनु तपाईको यो कसको नाममा छ यो बिलबुक पनि देखाउनु ल हेर्नु त सर दिनु न तपाईको पनि दिनु न तपाई किन हातमा पक्रिने हामीले चाहिँ तपाई खाइदिँदैन हामीले दिनु न तपाईको खाइदिन्छ हामीले दिनु न त तपाईको के थाहा ओरिजिनल हो कि डुप्लिकेट हो के थाहा त हामीले तपाईले मेरो चाहिँ पत्र लिने चिट फिर्ता लिनुहोस् तपाईलाई राम्रो हुन्छ तपाई सधैँ जनतालाई घेर्ने खाली तपाई लुट्ने खाली जनतालाई लुट्ने तपाई लुटेको होइन यो मैले के गल्ती गरेँ भनिदिनु नि मैले के गल्ती गरेँ तपाईको बिलबुक ल यसको बिलबुक निकाल्नु त्यस्तो हुँदैन मलाई मेरो बिलबुक त्यस्तो हुँदैन तपाईले जस्तो गरे नि त्यस्तै मेरो तपाईको यो बिलबुक दिनु त यो समात्नु नै छ तपाईको चिट फिर्ता गर्नुहोस् तपाईको बिलबुक निकाल्नु न बिलबुक छैन यो ट्राफिकले चिट काटेको बिलबुक छैन ए ल तपाईको बिलबुक निकाल्नु लाइसेन्स पनि छैन बिलबुक पनि छैन यो ट्राफिकको तपाईले धेरै अति गर्नुभयो तपाईँ आफैले तिर्नुपर्छ चिटको पैसा तपाईँ आफैले तिर्नुपर्छ हो पर्सेन्टको लागि तपाईँको हातमा अधिकार छ भन्दैमा जहाँ पाए त्यही चिट काट्दै हिँड्ने मैले केही गल्ती गरेको भए मलाई चिट काट्दा म मान्छु फोन आउनु नहुने तपाईँ चाहिँ यहाँ बाटो बिचमा बसेर ट्राफिक बाटो बिचमा गाडी रोकेर तपाईँ चिट काट्ने बिलबुक हामीले मान्छ तपाईँले घरमा छ भनेर मान्छ घरमा बिलबुक छ भनेर तपाईँले मान्नुहुन्छ
घरमा बिल पुग्छ भनेर तपाईँले मान्नुहुन्छ? ल ल ल यो बाइकै हुँदैन, बाइकले म छोड्दै छोड्दैन। तपाईँको अधिकार हक अधिकार युज गर्नुभयो, जनतालाई ठग्ने, जनतालाई ठग्ने, जनतालाई ठग्ने, खालि ठग्ने। बिल बुक देखाउनु, तपाईँको बिल बुक देखाउँदैन। हाम्रो घरमा छ भनेर तपाईँ मान्नुहुन्छ? के नाम हो तपाईँको? के नाम हो सर तपाईँको? जनता हो, जनता। हाम्रै पैसाले तलब खाएर हामीलाई नै को हो भनेर सोध्ने? मलाई मार्नुहोस्, तपाईँको बाइक लानुहोस्, मलाई मार्नुहोस् भने तपाईँको बाइक लानुहोस्। तपाईँले आज फस्नुभयो क्या नराम्रोसँग, फस्नुभयो तपाईँ, तपाईँ फस्नुभयो। हेर्नु यही मान्छे हो, आफ्नो बाइकको बिल बुक छैन होइन, अनि अर्कालाई चिट काट्दै हिँडे, चिट काट्दै हिँड्ने। मेरै घरको मेरै नेपाली दाजुभाइको पैसा खाने अनि मलाई नै हक अधिकार जमाउने। तपाईँले हक अधिकार खोजेपछि मैले पनि खोज्नुपर्छ। तपाईँको अधिकार जति छ मेरो पनि त्यति नै छ यो देशमा। म पनि नेपाली, मैले के नराम्रो भनेको छु? मैले के नराम्रो भनेको भन्नु न त? मैले के नराम्रो भनेको? ठुलो तपाईँले कति ठुलो गराएको थियो अघि? तपाईँको गल्ती छ कि छैन यो भन्नु न त? मैले के गल्ती गरेको भनिदिनु न? एकछिन दाइ, मैले के गल्ती गरेको? यो दाइले के गल्ती गरेको? ए मोबाइल खेलाउनु नपाउने? तपाईँले किनिदिएको मोबाइल कुन नियम कहाँनिर देखाउनु? संविधान पल्टाउनु भएको छ कहिले? संविधान पल्टाउनु भएको छ? संविधान पल्टाउनु भएको तपाईँले? तपाईँलाई के थाहा रहेछ त त्यसो भए? तपाईँ कसरी ट्राफिक भयो? तपाईँलाई संविधान के थाहा छ? संविधानमा मोबाइल खेलाउनु पाउँदैन? यो मोबाइल कम्पनी बन्द गर्नु न त। तपाईँले कुन गल्तीमा मलाई चिट काट्नु? तपाईँको आफ्नो मनले तपाईँको पनि यसको बिल बुक ल्याउनु, चिट काट्नुहोस्, यसको चिट काट्नुहोस् तपाईँ। यो गाडीको चिट काट्नुहोस् अनि मात्र जान्छ। यो गाडी छोड्नै हुँदैन, छोड्नु। फोनमा बोल्दैछु भन्दै यिनलाई पनि मैले त्यही भनेको, फोनमा बोल्दैछु भन्दै मलाई आएर कागज पत्र माग्ने। तपाईँ डन हो यहाँको, डन हो तपाईँ। तपाईँ डिएसपी, एसपी के आइजिपी तपाईँ? तपाईँले यहाँ कति मिनट रोक्यो? तपाईँले यहाँ कति रोक्यो? तपाईँलाई ट्राफिकको गाडीलाई जति रोक्ने पनि अलाउ छ हो? ट्राफिकको गाडीलाई चिट काट्नु, यसको चिट काट्नु, तपाईँ चिट काट्नु यसको। तपाईँ किन काट्ने? तपाईँ त आज फस्नुभयो। हेर्नु सर, तपाईँ फस्नुभयो यहाँ। तपाईँ आफू गल्ती गर्दा हिँड्ने अनि जनतालाई दुःख दिँदै हिँड्ने। तपाईँ जनतालाई दुःख दिँदै हिँड्ने। हामीले के गल्ती गरेर तपाईँले जे मगायो त्यही लेखेर हुन्छ? यत्रो जनताले भनेको चाहिँ गल्ती, तपाईँले भनेको त सही। मैले यत्रो नो पार्किङ तपाईँले पनि रोकेको छ। कहाँनिर लेखा छ नो पार्किङ? कहाँनिर लेखेको छ भन्नु न त? कहाँनिर लेखेको छ मलाई भन्नु न त? तपाईँ ओर्लिनु त, तपाईँ ओर्लिनु न, देखाउनु परेन कहाँनिर लेखेको? कहाँनिर? तपाईँ गल्ती स्वीकार्नु, तपाईँ गल्ती स्वीकार्नु। तपाईँ गल्ती स्वीकार्नु। हामीले मानेको छ गल्ती गरेको छ भने। हामीले अहिलेसम्म
कैयौँ चिट काट्यो होला, कहिले पनि यस्तो गरेर तपाईँ इन्डियाबाट आउनु भयो नेपालीलाई दुःख दिन, तपाईँ इन्डियाबाट आउनु भयो अनि के भनेको तपाईँले? तपाईँको मात्र अधिकार हुने नेपालमा, हाम्रो अधिकार छैन? तपाईँको मात्र अधिकार हुन्छ नेपालमा? होइन सर, हामीले के गरेर सर हेर्नु, म एकछिन मेरो चिट काट्यो हो क्या सर? म एकछिन रोकेर मोबाइलमा फोन गर्दै थिएँ, मलाई आएर बिल बुक माग्यो, मैले दिएँ, चिट फटाफट काटिदिन्छ, त्यस्तो गरेर मिल्छ? तपाईँलाई यहाँ भिडियो बनाएको मैले यो गाडी अहिले कहाँ छ भन्नु त? यो गाडी कहाँ छ भन्नु न? हामीले चाहिँ कहाँ राख्ने सर भन्नु? मैले अघि सुन्दारामा मान्छे झार्दै थिएँ होइन, मैले आउनुभयो त्यस्तो मेरो एकलौटी छैन नि, यहाँ त्यस्तो हुँदैन नि सर। तपाईँको हेर्नुहोस्, यहाँ तपाईँको मान्छे जुन तयार छ ट्राफिक सर, उहाँको गाडीको बिल बुक छैन। यसको चिट कसले काट्यो भन्नु त सर? मेरो काट्नु म तिरेर हिँड्छु ल, तपाईँको यसको गाडीको चिट कसले काट्नु ल भन्नु? हामी त एकछिन पनि बस्न नपाउनु, तपाईँहरूलाई जे गर्दा पनि छुट होइन, जे गर्दा पनि छुट तपाईँहरूलाई। चिट काटे पनि भयो, नकाटे पनि भयो, जा भन्दा पनि भयो, आइज भन्दा पनि भयो। तपाईँको अब यसको चिट कसले काट्ने? हेर्नु सर, तपाईँको गल्ती छ कि छैन भन्नु त? ए तपाईँको यसको बिल बुक निकाल्नु न त। मेरो पनि घरमा छ भन्दा मान्नुहुन्छ? म पनि घरमा लगेर जान्छु, बिल बुक हुन्छ? तपाईँ मान्नुहुन्छ तपाईँ? उहाँले हामीलाई ट्राफिक नियममा के सिकाउनुहुन्छ? बिल बुक आफ्नो कागज पत्र राख्नु भनेर सिकाएको होइन तपाईँले? यहाँ के लेखेको छ तपाईँले? यो हो तपाईँको छैन भने यो बाइक खोसेर राख्नुपर्छ कि? यो बाइक खोसेर राख्ने हो कि त? यो तपाईँको चिट छ नि, उहाँलाई काट्नु दिनुहोस् होइन, उहाँलाई काट्नु दिनुहोस्। म मान्छु ल, म मान्छु, म पनि तिर्न आउँछु, म पनि तपाईँको बाइकको यसको चिट काट्न लाउनु। 5 मिनट होइन, म 2 मिनट भएको छैन त्यहाँ बसेको। मान्छे उतारिरहेको थियो कि मान्छे तपाईँहरूले गर्दाखेरि देश डुब्यो। तपाईँहरूको 1-2 जना ट्राफिकको पुलिसको मान्छेले गर्दाखेरि सबै बदनाम छ, सबै। कस्तो खालको प्रेस्टिज छ नेपालको मान्छे उखाल्नु तपाईँलाई विदेशमा? म 12 वर्ष विदेशमा बसेर आएको मान्छे हो, 12 वर्ष। तपाईँ हेर्नुहुन्छ मेरो एक्सपिरियन्स सर्टिफिकेटहरू? तपाईँ पचाउनुहुन्न होला। विदेशमा कस्तो खालको मान गर्नु छ ट्राफिकले, पुलिसले कस्तो गर्छ? तपाईँले धेरै तपाईँले अत्याचार गर्नु मन त सर, अत्याचार गर्नु मन त सर।
तपाईँले अत्याचार गरेको हो कि होइन भन्नु त तपाईँको बोल्नु तपाईँको गल्ती स्वीकार्नु न ए गल्ती छैन यो बाइकको कागजपत्र कहाँ छ 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 खोइ नम्बर 22/73/25 नम्बरको कागजपत्र कहाँ छ कागजपत्र ल्याउनुहोस् सिट काट्नुहोस् जानुहोस् तपाईँ बिलबुक तपाईँको खोइ त अफिसमा भयो भनेर पाउँछ तपाईँ किन बाइकमा आएको त हामीलाई नहुँदा त तपाईँले चिट फाट्दै एकैछिनमा तपाईँलाई हाम्रो केही नभए पनि गल्ती देखाएर केही न केहीमा गल्ती देखाएर चिट फाट एकदम आनन्द उहाँहरूलाई यो वर्दी लगाएपछि कस्तो आनन्द जे गर्दा पनि पाइयो सर हाम्रो केही गल्ती छैन सर चिट काटेको छ ठिकै छ यो बाइकको बिलबुक ल्याउनु न त हामीलाई चिट काट्न आउने बाइकको बिलबुक ल्याउनु बिलबुक छैन क्या सर हामीलाई मात्रै नियम हुन्छ सर हामीलाई मात्रै विवाद गरेर भएन जिम्मेवारी हो सर जिम्मेवारी हो गाडी चलाउँछ गाडी कानुन बराबर छैन है तपाईँलाई ठुलो कानुन हाम्रो कानुन छैन हामीलाई हाम्रो त मार्ने जे गर्दै हुनुभयो ट्राफिकले एक्सिडेन्ट गर्यो भने के गर्ने त भन्नु त सबैले एक्सिडेन्ट गर्यो भने त अनि के गर्ने भन्नु म छोडिदिन्छु तपाईँहरू छोड्नुहुन्छ यो गाडीलाई छोड्नुहुन्छ म छोडिदिनु म छोडिदिन्छु तपाईँले नागरिक एक्टको समेत मान्नुहुन्न दाजु वेब क्याम अन गर्नु गल्ती कस्तो छ तपाईँ भन्नु अनि ल वेब क्याम अन गरेर भन्नु ल हजुर यसो भन्दाखेरि मान्नुहुन्छ तपाईँ जिम्मेवारी लिनु न यस्तो काम हो सर यस्तो हुँदैन यस्तो हुँदैन चाबी लिइसक्यो अघि नै सबैको अगाडि गरिदिनु सबैको अगाडि चिट काट्नु सर तपाईँ हामीलाई चाहिँ मार्नु न त तपाईँ हामीलाई चाहिँ मार्नु तपाईँ माथि चढ्नु टाउकोमा हामीलाई मारिदिनुहोस् मलाई मार्नुहोस् हामीलाई दिनै 500 को चिट काट्नु जसको मेरो 5 रुपियाँ कमाइ छैन तपाईँ 500 को चिट काट्नु मलाई नेपालमा पस्न नदिने तपाईँहरूको कारणले गर्दा हामीलाई खाली जहिले पनि हामीलाई तपाईँले त्यसको बिलबुक ल्याउनु भन्नु चिट काट्नु हाम्रो सामने जानु हामीलाई केही चाहिँदैन सर हामीलाई यसको कारवाही गर्नु जानुहोस् हामीलाई केही चाहिँदैन सर हामीले त्यति नै भन्यो तपाईँले जे भन्नुभयो नि एकदम जायज कुरा हो।